मैले नेपालबाट केटी बेचेर पठाउने त्यो मोडल अलिकति हाइटी साइटी अलिकति जिउ टक्क परेको केटीहरूलाई बेचिहाल्ने केटीहरू पनि बेचिन तयार फेरि त्यहाँ चाहिँ पैसाको लागि के मैले सबै भने होइन केही लोभी केटीहरू अनि एकजना मेरो साथी पनि पठाएको थियो उहाँ कलाकारै हो म नाम लिन चाहन्न होइन उसलाई पनि त्यहाँ पठाइदिएछ ऊ तेस्रो पटक थियो क्या यहाँ सुन न हजुर अनि त्यो बेला यति लफडा पऱ्यो काठमाडौँमा होइन खुकुरी हानानसम्म त परेको छ कि मेरो त्यहाँ दुबईमै होइन यहाँ काठमाडौँमा मैले पत्ता लगाएँ त्यो एउटा केटी बेच्ने मान्छे होइन त्यसमा पत्रकार परेँ होइन म त खोज्दै गएँ नि त म खासमा सिआइडीमा हुनुपर्ने मान्छे हो कि कहाँबाट कलाकार बनेछु मैले होइन सुरो कुरो त्यहाँबाट निकालेको थिएँ कि एदेखि जेड त्यो सञ्जाल मैले पत्ता लगाइदिएँ कि त्यहाँ त केटी बेच्नेमा कलाकार रहेछ पत्रकार चर्चित मैले पहिला 2-4 वर्ष अगाडि मेरो लफडा पर्दा नाम पनि लिँदै थिएँ मेरो इन्टरभ्यू हेर्ने मान्छेलाई थाहा छ त्यो पत्रकार को भनेर तिमी नाम नलिदियो है फेरि अनि तिमीले थाहा पाइसक्यो तिमी हाँस्यो मैले थाहा पाइसकेँ ऊ पनि त्यहीँ रहेछ कलाकार मैसँग सँगै फिल्म खेल्ने यो सिरियस कुरो छ म सँगै फिल्म खेल्ने पहिलाको अलिक पुरानै हिरो अहिले त विदेशतिर हुनुहुन्छ होइन ऊ पनि त्यो केटी बेच्ने ग्याङमा रहेछ सबलाई मैले होइन अनाम नगरको त पुल छ नि हजुर कतिलाई रड हानी कतिलाई खोरी हानी मैले होइन तर उनीहरूले पुलिस केस समेत गर्न सकेन मलाई किनकि म सही थिएँ मैले त्यो केटीलाई त्यो कलाकार केटीलाई होइन दुबईमा त्यही अहिले मैले नाम ल्याएको थिएँ नि दिपक भन्ने डन ड्याको एकदम पुरा त्यो अरबपति बिलिनियर मिलिनियर उसँग मेरो यहाँ फोनमा होइन दिनमा 4 घन्टा 5 घन्टा पुरा त्यो मुख छाड धम्की हान क्या ओहो 3 दिनभित्रमा त्यो केटीलाई मैले काठमाडौँ नेपाल झिकाएँ क्या तर झिकाएँ नि के गर्नु अब त्यहाँ त्यो केटी अब उतै त्यो बेलासम्म 3 चोटि कि 4 चोटि गइसकेको रहेछ तर उसको जो बोयफ्रेन्ड थियो नि हामीले मिलाउन सक्नु भएन किनभने उसलाई उतै बानी अब त्यहाँ पैसा पनि आउने सबै चिज आउने रहेछ अनि फेरि उसको बोयफ्रेन्डको भन्दा मेरो विचारमा त्यहाँ दुबईमा उसले जोसँग सङ्गत गर्यो उसको बोयफ्रेन्डको भन्दा सायद उनीहरूको ठुलो थियो होला के मन अर्को नसोच हजुर हजुर